एनटिभी प्लस हेरेर बसिराख्नुभएका सम्पूर्ण आदरणीय दर्शकवृन्दमा नमस्कार। स्वागत छ कार्यक्रम अग्रगमनमा। म विजय लैटेल। यो कार्यक्रम एनटिभी प्लसमा प्रत्येक आइतबार बेलुका 7:30 र पुनः प्रसारण सोमबार दिउँसो 12:30 यहाँहरूले हेर्न सक्नुहुनेछ। कार्यक्रम अग्रगमनमा हामीले अल्पसंख्यक समुदायको सवाल, सङ्घर्ष र उपलब्धि यिनै विषयवस्तुहरूलाई समेट्ने गर्दछौँ। दर्शकवृन्द, आजको कार्यक्रम हामीले नेपाली तेस्रो लिङ्गी यौनिक तथा लैङ्गिक अल्पसंख्यकको विषयमा केन्द्रित रहेर निर्माण गरेका छौँ। यो समुदायका व्यक्तिहरूमा धेरै किसिमका समस्याहरू रहेका छन् र उनीहरूका धेरै किसिमका विचारहरूलाई आजको कार्यक्रममा हामीले समावेश गर्न गइरहेका छौँ। कार्यक्रम अग्रगमनमा एक रिपोर्ट। महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले गएको मङ्सिर 27 कानुन तथा न्याय मन्त्रालयलाई एक पत्र लेख्यो। पत्रको विषय थियो यौनिक तथा लैङ्गिक अल्पसंख्यक। पत्रको पूर्ण पाठ यस्तो थियो। उपरोक्त विषयमा यौनिकता तथा लैङ्गिक समानता कायम गर्ने सम्बन्धमा केही नेपाल कानुन संशोधन गर्न बनेको विधेयकको मसौदामा सहमति एवं अन्तिम मसौदाको लागि त्यहाँ पठाइएको ब्यौरा अवगत नै छ। उक्त विधेयकमा समावेश नागरिकता ऐन 2063 र नागरिकता नियमावली 2063 ले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई निजहरूको पहिचान अनुसारको नागरिकता प्रदान गर्न कुनै बाधा पारेको नदेखिएकाले यस सम्बन्धमा उक्त ऐन र नियमावली थप व्यवस्था वा संशोधन गर्न आवश्यक नदेखिएको ब्यौरा आदेश अनुसार अनुरोध गर्दछु। सिर्जन कार्की, उपसचिव कानुन। स्वभावतः यस पत्रले एकैसाथ दुई कुराको सङ्केत गर्यो। पहिलो, नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू सामान्य किसिमले पहिचानका साथ नागरिकता पाइरहेका छैनन्। दोस्रो, यस विषयमा बिस्तारै केही प्रगति भइरहेको छ। नागरिकता सम्बन्धी कानुन र नियमावलीले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई उनीहरूको पहिचान अनुसारको लिङ्ग खुलाएर नागरिकताको परिचय पत्र प्रदान गर्न कुनै बाधा नपारेको खुलासा गरेका कारण सरकारवालाहरू उत्साहित भएको पनि बुझिएको छ। मौजुदा नागरिकता सम्बन्धी ऐनमा संशोधन गरेपछि मात्र यौनिक तथा लैङ्गिक अल्पसंख्यक जनाएर परिचय दिन मिल्छ भनेर सेवाग्राहीलाई दुःख दिँदै आएका प्रमुख जिल्ला अधिकारीहरूलाई यस पत्रले मुखभरिको जवाफ दिएको छ। 2064 सालमा सर्वोच्च अदालतले गरेको फैसला अनुसार मुलुकका सम्पूर्ण विभेदकारी ऐन पहिचान गरी मिलाउनु वा खारेज गर्नु राज्यको दायित्व हो। सोही आदेशलाई पालना गर्ने क्रममा नागरिकता सम्बन्धी ऐन र नियमावलीले संशोधन गर्ने अभ्यास थालिएको थियो। तर यस पत्रले मौजुदा व्यवस्थाले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूलाई अन्य लिङ्गका नागरिक सरह आफ्नो पहिचान खुलाएर नागरिकताको परिचय पत्र दिन मिल्ने व्याख्या गरिदिएको छ। कानुन तथा न्याय मन्त्रालयमा प्रस्तुत प्रस्तावित संशोधित विधेयकका सम्बन्धमा अध्ययन गर्दै मन्त्रालयले यो पत्र लेखेको हो। नेपाल 2,66,00,000 जनसङ्ख्याको मुलुक हो। प्रवासमा रहेका 19 लाख नेपाली नागरिकको सङ्ख्या जोड्दा कुल 2,85,00,000 जनसङ्ख्या हुन आउँछ। यसमा अज्ञात परिणाममा जनता लैङ्गिक तथा यौनिक अल्पसंख्यक रहेका छन्। नेपालमा यौन तथा लैङ्गिक अल्पसंख्यकको सङ्ख्या आधिकारिक र यथार्थ रूपमा बाहिर आउन सकिरहेको छैन। यौन तथा लैङ्गिक अल्पसंख्यकहरूको अधिकारका लागि कार्यरत एक संस्थाका अनुसार यौन र यौनिकताको विषयमा खुलेर बोल्ने संस्कार नभएका कारण जनगणनाले पनि यथार्थ अङ्क बाहिर ल्याउन सक्दैन। यौन तथा यौनिकतालाई लुकाउँदै समाजले अपमानपूर्ण व्यवहार नगरोस् भनेर यौनिक अल्पसंख्यकहरू पनि आफूलाई कि त पुरुष वा कि महिलाको रूपमा परिचित गराइरहेका छन्। तर सोही संस्थाको अनुमानमा अब खुलेर आउनेको सङ्ख्या नै लाखौँ पुगिसकेको छ।
धार्मिक तथा आर्थिक पृष्ठभूमिका कारणले अल्पसंख्यकहरू बढी प्रभावित हुने गर्दछन्। धर्म र परम्पराले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूलाई कसरी हेरेको छ, सोही अनुसार समाजले उनीहरूसँग व्यवहार गर्छ। नेपालमा केही उदार नागरिकहरू छन् भने अधिकांश त लैङ्गिक अल्पसंख्यकहरूप्रति अनुदार नै देखिन्छन्। यौन र यौनिकतामा उनीहरूको उदार र संकीर्ण दृष्टिकोणले ठूलो प्रभाव पार्दछ। यौन सम्बन्धलाई कसैले निजी मामला भनेर निरपेक्ष छाड्ने मानसिकता समाजमा छैन। न त यौन र यौनिकताका कारण विभेदपूर्ण जीवन बाँचिरहेकाहरूमा बाहिर खुल्ला रूपमा आएर म अन्यायमा परेँ भन्ने तत्परता नै विकास भएको छ। विवाहमा नबाँधिएको दाम्पत्य, एकभन्दा बढी व्यक्तिहरूसँगको यौन सम्पर्क, यौन व्यवसायीसँगको सम्बन्ध आदिलाई असामाजिक तथा आपत्तिजनक मानिन्छ। पुरुष पुरुष वा महिला महिला बीचको सम्बन्धलाई समाजले आपत्तिजनक मान्दै आएको छ। तर नयाँ पुस्ता विश्वमा विकास भएको सञ्चारको प्रभावका कारण बाह्य दुनियाँबाट प्रभावित हुने गरेको र यौनप्रति खुल्ला हुँदै आएको देखिन्छ। यसरी हेर्दा यौन र यौनिकता आजको नेपालमा पुस्ताहरू बीचको विवादको विषय पनि बनेको छ। के हुन्छ र के हुँदैन, के सामाजिक हो र कति असामाजिक हो भन्ने विषयमा पनि समाजमा भिन्न भिन्न तर्कका साथ बहस गर्न थालिएको छ। यस सम्बन्धमा थप बहसको विषय यसको प्राकृतिक तथा सामाजिक अवस्थाले पनि सिर्जना गरेको छ। शारीरिक रूपमा सामान्य पुरुष वा महिला देखिने व्यक्ति पनि यौनिकताको दृष्टिले कहिले समान लिङ्ग त कहिले भिन्न लिङ्गका व्यक्तिसँग पनि सम्पर्कमा आउने भएका कारण यौन तथा लैङ्गिक अल्पसंख्यकको अङ्क उल्लेख गर्न सजिलो देखिँदैन। तर शारीरिक रूपमा नै तेस्रो लिङ्गी रहेका वा प्रकृतिले नै भिन्न स्वरूप प्रदान गरेका व्यक्तिहरूको सङ्ख्या भने अभियानयुक्त प्रयासपछि बाहिर आउन सक्छ। यद्यपि नेपाली समाज यसका लागि पनि पूर्णतः तयार भइसकेको भने छैन। 2047 सालकै संविधानले लैङ्गिक विभेद मुक्त समाजको परिकल्पना गरेको थियो। तर व्यवहारमा विभेद कायम रहेका कारण यौनका विषयमा खुलेर बोल्न नागरिकहरू तयार भएनन्। यसले यो कानुनभन्दा बढी सामाजिक समस्या रहेको साबित हुन्छ। अर्कातिर समाजमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूप्रति विद्यमान विभेद तथा विसङ्गतिलाई अन्त्य गर्ने कार्यमा सामाजिक सङ्घ-संस्थाहरूको समेत उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। तर नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सङ्ख्या लाखौँमा हुने भनी दाबी गर्ने गरिए तापनि सोका लागि कार्यरत सङ्घ-संस्था तथा अगुवाहरू औँलामा गन्न सकिन्छ। यसले गर्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको हक अधिकार संरक्षण तथा प्रवर्धनमा योगदान गर्न सक्ने तथा चाहने नाम नचलेका तथा प्रायजसो राजधानी बाहिर रहेर सङ्घर्षरत अधिकार कर्मी तथा संस्थाहरूको प्रयासहरूलाई मूलधारमा ल्याउन सकिएको छैन। सबैको साझा प्रयास र साझेदारी नभएसम्म यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूप्रति राज्यले जस्तोसुकै नीति नियम बनाए तापनि व्यवहारमा भने कार्यान्वयन गर्न अझै धेरै सङ्घर्ष गर्न बाँकी नै रहन्छ। दर्शकबिन, तेस्रो लिङ्गीकै सेरोफेरोमा रहेर पत्रकार कपिल काफ्लेले नेपालगञ्जकी परिना चौधरी र पोखराको विष्णु अधिकारीसँग गरिएको कुराकानी कार्यक्रम अग्रगमनमा प्रस्तुत गर्दछौँ। यहाँहरूलाई अग्रगमन कार्यक्रममा स्वागत छ। धन्यवाद। म चौधरीजीबाट सुरु गर्न चाहन्छु। चौधरीजी, अहिले तेस्रो लिङ्गी भन्नुहोस् अथवा चाहिँ यौनिक तथा लैङ्गिक अल्पसंख्यक भन्नुहोस्, आन्दोलन कहाँ पुगिरहेछ? हाम्रो अहिलेसम्मको जस्तै जुन हाम्रो यो नेपालभरिको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको आन्दोलन पुगाइरहेको छौँ, अहिले हाम्रो आन्दोलन चाहिँ अहिले हाम्रो यो जुन अहिले नयाँ संविधान बन्दैछ त्यहाँसम्मको हाम्रो पनि एउटा सुनिश्चित होस् र हामी देशभरिको जति अहिले बेनागरिक बसिरहेको छौँ र आफ्नो अधिकारविहीन छौँ
त्यहाँहरूले सम्पूर्ण हामी जतिसम्मको नेटवर्किङ गरेर हामीसम्म पुगिरहेको छौँ सम्पूर्णले चाहिँ अहिलेसम्म हामीले संविधान बनाउने तर्खरमा चाहिँ त्यहाँसम्म पुगेर हाम्रो पनि एउटा अधिकार होस्, हामी पनि एउटा नेपालको जनता हो र हामी पनि अरू व्यक्तिसँग सम्मान पाउनुपर्छ भनेर हामी चाहिँ त्यहाँसम्मको ढोका घसिटाउनु त्यहाँसम्म पुगिसकेको छौँ। तपाईँ एउटा नेपाली नागरिक हुनुहुन्छ अरू जस्तै, तपाईँ एउटा प्राणी हुनुहुन्छ अरू जस्तै, तपाईँ एउटा व्यक्ति हुनुहुन्छ अरू जस्तै जो चाहिँ जागिर खान सक्नुहुन्छ, यहाँ बस्न सक्नुहुन्छ, घर बनाउन सक्नुहुन्छ। के अधिकार चाहियो तपाईँहरूलाई थप? अधिकारको कुरा गर्नुभयो भनेपछि एकदम घटलाग्दो कुरा हो। अरू व्यक्तिसँग अहिलेसम्म हामी जस्तै रोजगारको कुरामा छ भनेपछि हाम्रो तेस्रो लिङ्गी भनेर कोठा पनि खुलेको छैन र सबभन्दा ठुलो त के लाग्छ भनेपछि हामी पनि एउटा नेपालको नागरिक हो भनेपछि हामी एउटा तेस्रो लिङ्गी भनेर नागरिकता पनि पाएको छैनौँ र सुरुमा एउटा कुनै पनि व्यक्तिको पहिचान छैन भनेपछि कसरी हामी नेपालको हामी नागरिक हो भन्न सक्छौँ भनेपछि हामी सयौँ वर्षदेखि हामी बेनागरिक भएर चाहिँ अरूको जस्तै जुन पहिचान सही पहिचान नभएर बेपहिचान जस्तै हामीले अरूको नागरिकता लिएर बाँचिरहेको छौँ तर सही पहिचान नपाएको हुनाले अहिलेसम्म हाम्रो चाहिँ यो नेपालमा कुनै सुनवाई पनि छैन र नागरिक बिन छ भनेपछि कसरी हाम्रो अधिकार हुनसक्छ एउटा त्यो हुन्छ भनेपछि र नेपाल सरकारले अझसम्म कुनै पनि कानुनमा पनि एउटा तेस्रो लिङ्गीहरूको पनि एउटा व्यवस्था हुनुपर्छ र एउटा कुनै पनि एउटा सरकारी लेभलदेखि गैर सरकारी लेभलसम्मको एउटा चाप्रेसीदेखि हाकिमसम्मकोमा पनि अझसम्म तेस्रो लिङ्गी भनेर र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले कुनै पनि कोटा पाएको छैन। म तपाईँसँग आइहाल्छु। विष्णु अधिकारीजीसँग म सोध्न चाहन्छु, चौधरीजीले भन्नुभयो हाम्रो पहिचान छैन, तपाईँले नागरिकता पाइसक्नुभयो, तपाईँको नागरिकतामा के लेखियो? तेस्रो लिङ्गी लेखियो, अनि माग पुरा भयो होइन? अब के बाँकी रह्यो? समस्या रह्यो, पाउनु त पाइयो, एउटा विष्णु अधिकारीले पाउने कि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पाउने, फरक यहाँ हो क्या। विष्णु अधिकारीको लागि पहिचान दिँदैमा त्यो बन्धत्व अभियान चाहिँ सफल भयो कि मस्त धेरै अल्पसङ्ख्यक समुदायहरू छ जसले चाहिँ गलत पहिचान बोकेर हिँड्नुभएको छ। तपाईँलाई म उदाहरण दिन्छु, परिणाजीसँग पुरुषको छ क्यारे होइन, पुरुषको छ, उहाँलाई नागरिकता दिने सिडिओ साहेब पनि पुरुषै हुनुहुन्थ्यो क्यारे। अब उहाँलाई चाहिँ क्वेसन राख्न चाहन्छु म यो कार्यक्रम मार्फत, परिणाजी र उहाँले आफूलाई एउटै पहिचान कसरी मान्नुभयो होइन? जो परिणाजीलाई पुरुषको नागरिकता दिने सिडिओ साहेब हुनुहुन्थ्यो, उहाँ पुरुष हुनुहुन्थ्यो र उहाँले र परिणाजीले आफै हामी दुवैजना पुरुष हौँ, हाम्रो एउटै छ जेन्डर भनेर महसुस कसरी गर्न सक्नु? त्यत्रो हिम्मत चाहिँ उहाँलाई कसरी आयो? परिणाजीले फर्म भर्दा म पुरुष भन्नुभएको थियो कि? परिणाजीलाई नै सोधौँ न, तपाईँले फर्म के भनेर भर्नुभएको थियो? फर्मको कुरामा चाहिँ एउटा पुरुष र महिला मात्रै दिइरहेको छ नागरिकता, तेस्रो लिङ्गी भनेको चाहिँ अझसम्म त्यो सिट नै छैन, कोटा नै छैन भनेपछि कसरी भर्ने हुन्छ? या त हामीले पुरुष या महिलादेखि मात्रै लिनुपर्ने हुन्छ, त्यो पहिलाको थियो।